Hello everyone, welcome to the TikTok podcast of Epic Skill Academy and Research Center. आज हामीसँग हुनुहुन्छ एपिक स्किल एकाडेमीको म्यानेजर उज्जवल सुवेदी सर। सो उहाँलाई चाहिँ हामी इन्डस्ट्रियल वायरिङ रिलेटेड क्वेसनहरू सोध्छौँ जो चाहिँ हामीले डेली बेसिसमा रिसिभ गरिरहेको हुन्छ हाम्रो स्टुडेन्टबाट। सो वेलकम सर। थ्याङ्क यू। ओके, सो सुरुमा चाहिँ इन्डस्ट्रियल वायरिङ भनेको के हो त्यो बारेमा भनिदिनु न। इन्डस्ट्रियल वायरिङ भनेको चाहिँ जति पनि इन्डस्ट्रीमा जुनै कनेक्टिङ उयोहरू हुन्छ नि, मेसिनरी भयो, इक्विपमेन्टहरू भयो होइन, तिनीहरूलाई जोड्नलाई गरिएको वायरिङ नै चाहिँ इन्डस्ट्रियल वायरिङ हो। अब त्यसमा पनि नर्मल वायरिङ मात्रै भन्नाले चाहिँ तारको युजलाई जनाउँछ होइन। अब तारमा चाहिँ अब जस्तै इलेक्ट्रिसिटी पास नभइकन त वायरिङको काम हुँदैन। र पनि इन्डस्ट्रियल वायरिङ भन्नाले चाहिँ जुन मेसिनरीहरू हुन्छ तिनीहरूलाई एक आपसमा जोड्नलाई युज गर्ने जुन प्रक्रिया हुन्छ त्यसलाई नै चाहिँ वायरिङ भन्ने हो। अनि इन्डस्ट्रियल अटोमेसन भनेको चाहिँ के हो नि? अटोमेसन भनेको चाहिँ अब मेन मान्छेहरू कन्फ्युज हुने पार्ट चाहिँ यही हो। इन्डस्ट्रियल वायरिङ भन्दैमा अब सबै कुरा त्यसमै इन्क्लुड हुन्छ जस्तो उहाँहरूलाई धेरैलाई डाउट भइरहेको हुँदो रहेछ। के हुँदो रहेछ, के हुन्छ भने खासमा चाहिँ इन्डस्ट्रियल वायरिङ भन्नाले चाहिँ जुन मेसिनरीहरू हुन्छ तिनीहरूलाई जोड्नको लागि युज गर्ने तारहरू भयो, अनि त्यस पछाडि सर्किटहरू पनि बनाउने, त्यसलाई चाहिँ आरएलसी पनि भन्छ, रिले लजिक कन्ट्रोलर भनेर हो। त्यसमा चाहिँ अब रिलेहरू युज गर्ने, कन्ट्याक्टरहरू युज गरेर गर्ने कामहरू, जति पनि तार सम्बन्धी कामहरू 3 फेजको हुन्छ जुन इन्डस्ट्रीलाई चाहिने, त्यो चाहिँ इन्डस्ट्रियल वायरिङ भयो। अनि अटोमेसन पार्टमा चाहिँ के आउँछ भन्दाखेरि जुन अहिले कन्ट्रोल गरिरहेको कुराहरूलाई चाहिँ अटोमेसन भनेको अटोमेटिक जुन चाहिँ मेसिनले आफैले काम गर्ने हुन्छ, त्यसमा चाहिँ प्रोग्रामेबल लजिक कन्ट्रोलर भन्छ, जुन चाहिँ पिएलसी भन्छौँ हामीले सरल भाषामा, पिएलसी। अनि त्यस पछाडि भ्यारिएबल फ्रिक्वेन्सी ड्राइभ भन्छ, भिएफडी भन्ने, जुन भिएफडी भन्दा चाहिँ मोटरको कन्ट्रोलहरू अनि त्यसको फ्रिक्वेन्सीहरू कन्ट्रोल गर्ने त्यो भयो। अनि त्यस पछाडि अर्को भनेको चाहिँ ह्युमन र मेसिनको इन्टरफेस, एचएमआई भन्छ, जसलाई चाहिँ त्यो चाहिँ जति पनि कामहरू भइरहेछ त्यसलाई चाहिँ अब इन्जिनियरले पो त्यो जुन काम उसले गरेको त्यो उसले आएर सजिलै बुझ्न सक्यो, अथवा केही इस्यु छ भने त्यहाँबाट हेर्न सक्यो, उसले आफूले गरेको काम आफूले गर्न सक्यो। तर अब नर्मल मान्छे हुन्छ नि जो, उनीहरूले पनि यो काम गर्न सकुन् भन्नाले चाहिँ तिनीहरूलाई चाहिँ एउटा इन्टरफेस दिएको हुन्छ। त्यो इन्टरफेस चाहिँ नर्मल इङ्ग्लिस भाषामा अब उनीहरूले, हामीले जुन फोन चलाउँछौँ त्यसरी नै भित्र मसिनभित्र जेसुकै भए पनि हामीले आफूले चाहिँ एउटा इन्टरफेस जसरी चलाउनको लागि चाहिँ बनिएको हो एचएमआई भन्ने चाहिँ। यो 3वटा चाहिँ हामीले अहिले गराइरहेछौँ यहाँनिर कोर्स। अनि त्यस पछाडि योदेखि अझै भास्ट जाने हुँदाखेरि अरू स्काडा, डिसिएसहरू भन्छ हो, तिनीहरू चाहिँ अहिले हामीले यहाँनिर चाहिँ त्यो चाहिँ इन्टरटेन गराएको छैनौँ। तर पनि तिनीहरूको पनि स्कोप राम्रो छ। यो भनेको चाहिँ हामीले गराउने भनेको तपाईँको लेभल अपग्रेड हुने हो अटोमेसन पार्टमा। पिएलसी, भिएफडी, एचएमआई भनेको चाहिँ अटोमेसन पार्टभित्र पर्ने कन्सेप्ट्सहरू हो यिनीहरू चाहिँ। त्यसरी चाहिँ तपाईँ बुझ्न सक्नुहुन्छ के डिफ्रेन्स इन्डस्ट्रियल वायरिङ र अटोमेसनमा चाहिँ के डिफ्रेन्स छ भनेर। ओके, सो अब भनिदिनु नि त इन्डस्ट्रियल अटोमेसन चाहिँ कता कता प्रयोग हुन्छ भनेर। ब्रोडली भन्नुपर्दा चाहिँ इन्डस्ट्रियल अटोमेसन चाहिँ इन्डस्ट्रिजमै हो प्रयोग हुने। अब नाममै छ इन्डस्ट्रियल भनेर। इन्डस्ट्रीमा पनि अब कस्तो सेक्टरहरू भन्दाखेरि चाहिँ अब फुड प्रोसेसिङ इन्डस्ट्रिजहरू भयो, सिमेन्ट इन्डस्ट्रीहरू भयो, मेटल इन्डस्ट्रिजहरू भयो, जति पनि अब मसिनरी रिलेटेड कामहरू हुने भयो त्यसमा चाहिँ यो युज हुन्छ। अब अहिले चाहिँ मान्छेहरूको अब जुन यो लिफ्ट सिस्टमहरू हुन्छ नि, अपार्टमेन्टहरू अथवा स्काई स्क्रेपरहरूमा युज हुने लिफ्टहरू भयो, अनि त्यस पछाडि तपाईँको यो कन्भेयर बेल्टहरू भयो होइन, हो तिनीहरू सबैलाई अपरेट गर्नको लागि चाहिँ जुन युज हुन्छ अटोमेटिकली सिस्टमलाई अर्गनाइज गर्नलाई होस्, अथवा जति पनि सेन्सरहरूले काम गर्दाखेरि सेन्सरले एउटा डाटा लिन्छ अनि त्यस पछाडि त्यही अनुसारको फ्रिक्वेन्सीमा मोटरलाई कन्ट्रोल गर्ने पार्ट भयो। अनि त्यस पछाडि जस्तै इमेजिन गर्नुहोस् न, तपाईँले एउटा बोटलर कम्पनीहरू हुन्छ नि जति पनि, अब जस्तै यो कोका कोलाहरू भयो होइन, त्यस्तो अब जति नै बेभरेजको बोटलिङहरू भयो तिनीहरूमा चाहिँ अब आउने ठाउँ एउटैबाट हो। अनि त्यस पछाडि सेन्सरले चाहिँ कतिको बोटल छ, कति एमएलको छ, कुन साइजको छ, त्यही अनुसारले उसले टक्क
जति हो फिल हुनुपर्ने त्यति फिल गरेर पठाइदिन्छ अगाडि बेल्टमा होइन। त्यो कामहरू भयो, त्यो जति पनि काम हुन्छ नि इन्डस्ट्री लेभलको त्यो सबै चाहिँ इन्डस्ट्रियल अटोमेसनले नै धानेको हुन्छ इलेक्ट्रिकल पार्टमा चाहिँ। अनि इन्डस्ट्रियल अटोमेसनको डिमान्ड चाहिँ के कति छ त? अब डिमान्ड चाहिँ भन्नुपर्दा यो भनेको चाहिँ अब ग्रोइङ फिल्ड हो होइन एउटा। अब कस्तो छ भने अहिले जति पनि हाम्रो इलेक्ट्रिसियनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ बेसिक हाउस वायरिङको मात्रै नलेज लिएर बसिरहनु भएको छ। उहाँहरूले अब आजभन्दा लगभग 4-5 वर्ष पछाडिको समयमा चाहिँ अटोमेसन नजान्दाखेरि एकदमै पछाडि पर्न सकिन्छ। किनभने अहिले अब इन्डस्ट्रीमा मात्रै नभइकन कमर्सियल बिल्डिङ्सहरूमा भयो, अनि त्यस पछाडि हाउस होल्डमै पनि धेरै कुराहरूमा अब अटोमेसनको पार्ट इन्ट्रोड्युस भइसकेको छ। नेपालमा अलिक केही हदसम्म अलिक पछाडि भए पनि बाहिरको सिनारियो हेर्दा चाहिँ अब इन्डस्ट्रियल अटोमेसन नजानिकन चाहिँ इलेक्ट्रिसियनहरूलाई निकै गाह्रो हुनेवाला छ। त्यो भएकोले गर्दाखेरि डिमान्डिङ जब पनि हुन्छ यसमा। अब इलेक्ट्रिकल फिल्ड भनेको यस्तो फिल्ड हो कि जसमा एक्सप्लोर गर्नलाई कहिले पनि त्यो सकिँदैन। अब आजभन्दा 200-300 वर्ष अगाडि जुन कुरा इन्ट्रोड्युस अथवा इन्भेन्सन भएको थियो त्योदेखि अहिलेसम्म आइपुग्दासम्म हामी यहाँसम्म आइपुगेका छौँ र यो अझै निरन्तर अघि बढिरहनेछ। तपाईँले आज सिक्नुभयो भने तपाईँ अरूभन्दा अगाडि बढ्न सक्नुहुन्छ भन्ने छ। त्यही हो हाम्रो कुरा। एकदमै डिमान्डिङ छ जबहरू पनि। अनि त्यस पछाडि हामीलाई नै पनि यहाँनिर एकदम हाई स्केलमा डिमान्ड आइरहेको हुन्छ। कतिजना यहीँ भ्यालीभित्रैबाट पनि भनिरहनु भएको हुन्छ इन्डस्ट्रियलको काम गर्ने कोही हुनुहुन्छ भने हामीलाई भनिदिनुहोस् भनेर। एकदमै मेन पावरको चाहिँ सर्टेज भइरहेको हुन्छ यो फिल्डमा चाहिँ। सो इन्डस्ट्रियल अटोमेसनको डिमान्डहरू चाहिँ एकदमै हाई भइरहेको छ, जसले गर्दा चाहिँ अब धेरैजनाहरूले सिक्न खोजिराख्नुहुन्छ नि त। सो कता सिक्दा चाहिँ स्टुडेन्टहरूलाई धेरै फाइदा हुन्छ, राम्रोसँग सिकिन्छ, त्यसको बारेमा अलिक भनिदिनु न। अब के हो भन्दाखेरि कुरा चाहिँ अब आफ्नै यहाँ हाम्रोमा आउनुहोस् भनेर त्यसरी भन्दा पनि अब अलिक अर्कै सुनिएला। तर पनि मैले आफैले रिसर्च गरेर हेर्दाखेरि पनि इन्डस्ट्रियल अटोमेसनको जुन कोर कन्सेप्ट्सहरू हुन्छ, जति पनि मेसिनरी कन्ट्रोलर पार्टहरू भयो, पिएलसी, बिएफडी, एचएमआई, मैले अघि नै पनि यसको बारेमा भनिसकेँ। जुन कुराहरू चाहिँ सायदै अरूतिर नेपालमा मैले सिकाएको भेटेको छु। किनभने इन्डस्ट्रियल वायरिङ र अटोमेसनको बारेमा अघि मैले जानकारी दिइसकेँ दुईवटा कति फरक छ भनेर। त्यही सिलसिलामा चाहिँ मैले अरूतिर पनि बुझ्दै जाँदाखेरि उहाँहरूले इन्डस्ट्रियल वायरिङ सिकाउने धेरैजना हुनुहुँदो रहेछ। अटोमेसन पार्टमा चाहिँ मैले ठ्याक्कै हामीले पढाउने जस्तो सिस्टम अरूतिर भेटिनँ, जुन चाहिँ हाम्रो लागि पनि एउटा गर्वको कुरा हो। र अर्को कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हाम्रो जो इन्स्ट्रक्टरहरू हुनुहुन्छ उहाँहरू चाहिँ यो फिल्डमा चाहिँ मास्टरी भने जस्तो हुन्छ नि, जुन उहाँहरूलाई चाहिँ 7-8 वर्ष अझै म्याक्सिमम् त्योभन्दा बेसीको एक्सपिरियन्स रहेको यो फिल्डमा। र त्यो सँगसँगै उहाँहरू चाहिँ इन्जिनियरिङ ब्याकग्राउन्ड भइसके पछाडि यो फिल्डको लागि एकदमै प्रोफेसनल हुनुहुन्छ। र उहाँहरूले सिकाएपछि विद्यार्थीहरू जति पनि अहिले पढिरहनु भएको छ उहाँहरू पनि एकदमै सेटिस्फाइड भएर जानुभएको छ। र अर्को रह्यो पार्ट हाम्रो जुन रिसोर्सेसको कुराहरू भयो, रिसोर्सेसमा पनि हामीले कम्प्रोमाइज नगरिकन स्पेसियस ल्याबहरू भयो, अनि त्यस पछाडि इक्विपमेन्ट्सहरू भयो, अनि त्यस पछाडि टुल्सहरू भयो, राम्रो रिसोर्सेस स्टुडेन्टहरूलाई प्रोभाइड गरिरहेछौँ। र अर्को कुरा भन्दाखेरि हाम्रो लोकेसन पनि एकदमै एक्सेसिबल लोकेसन, जुन चाहिँ अब सिटीको एकदम सेन्टरमा होइन। नयाँ बानेश्वर भनेको त अब काठमाडौँको लागि एकदमै सेन्टर जस्तो ठाउँ हो होइन। त्यो काठमाडौँको सेन्टर जस्तो ठाउँमा हामीले यो प्रोभाइड गरिरहेछौँ। त्यो भएपछि आउन सिक्न जानलाई पनि केही समस्या भएन। र हामीले चाहिँ अब भ्याली बाहिरदेखि आउनुहुने विद्यार्थीहरूको लागि पनि हामीले यहाँ हाम्रो नजिकैको होस्टेलहरूसँग समन्वयन गरेर उहाँहरूलाई चाहिँ सुलभ दरमा खाना बस्न सहितको सबै फेसिलिटीहरू सहित हामीले सुलभ दरमा त्यो पनि हामीले रिकमेन्ड गरिरहेको हुन्छौँ रिफर गरिदिएर। र त्यो भइसकेपछि त विद्यार्थीहरूलाई
भ्यालीभित्रको विद्यार्थी र भ्याली बाहिरको विद्यार्थी कसैलाई पनि हामीले मारमा नपारिकन राम्रोसँग सिकाइरहेछौँ। आउनुहोस्, सिक्नुहोस्। एपेक्स स्किल्स एकाडेमीमा चाहिँ हामीले विगत 3-4 वर्ष अगाडिदेखि यो इन्डस्ट्रियल वायरिङ सिकाइरहेको थियौँ। पछि हामीले रिसेन्टली 1.5 वर्ष जति भयो अटोमेसन पनि इन्ट्रोड्युस गरेको। अहिले अझै हामी पनि अब ग्रोइङ फेजमै छौँ। जति पनि हामीले नयाँ नयाँ इनोभेसनहरू हुन्छ, नयाँ नयाँ टेक्नोलोजीहरू हुन्छ, तिनीहरूलाई हामीले पनि आत्मसात गर्दै यहाँनिर हामीले नयाँ इन्ट्रोड्युस गरिरहेछौँ। त्यो भएपछि विद्यार्थीलाई नि सिक्ने एउटा राम्रो वातावरण बनिन्छ होइन। हाम्रो चाहिँ यहाँनिर सिकेको विद्यार्थीहरूलाई एउटा कम्युनिटीमा जोइन भइसकेपछि उहाँहरूलाई पनि पछि वर्क स्टेसनमा उहाँहरूले कम्पनी इन्डस्ट्रीमा काम गर्दाखेरि पनि उहाँहरूलाई सजिलो हुन्छ र हाम्रो आफ्टर ट्रेनिङको सपोर्ट हुन्छ। टिचरहरूबाट पनि उहाँहरूले फिल्डमा काम गर्दै गर्दाखेरि केही समस्या परेमा अथवा केही नबुझेको खण्डमा त्यसको लागि पनि हामीले सपोर्ट गरिरहेको हुन्छौँ। त्यही भएर आउनुहोस्, ढुक्क साथ सिक्नुहोस्, त्यही भन्न चाहन्छु मैले। र त्यो बाहेक पनि अरू हामीले प्लम्बिङ भयो, वेल्डिङ, अनि त्यस पछाडि एसी एन्ड फ्रिज रिपेयर एन्ड मेन्टेनेन्स अथवा जति पनि त्यो सम्बन्धी कामहरू हुन्छ त्यो भयो। अनि त्यस पछाडि यही इलेक्ट्रिसियन सम्बन्धी हाउस वायरिङको तालिम पनि दिइरहेछौँ हामीले र मोटर रिवाइन्डिङको पनि तालिम दिइरहेछौँ। त्यो साथसाथै अरू पनि हाम्रो थुप्रो तालिमहरू अझै नयाँ हामीले जोडिँदै गइरहेछौँ। तिनीहरू पनि अपकमिङ स्टेजमा रिसेन्टली यो 1-2 महिनाभित्रमै हामीले नयाँ तालिमहरू एचकेयर साथसाथै अरू सिभिलका तालिमहरू भयो तिनीहरू पनि इन्ट्रोड्युस गरिरहेछौँ। ओके, लास्टमा चाहिँ स्टुडेन्टहरूलाई के मेसेज दिन चाहनुहुन्छ त? स्टुडेन्टहरूलाई चाहिँ अब के भन्न चाहन्छु भन्दाखेरि अब यिनीहरू हामीले पढाउने भनेको अब ट्रेड कोर्सहरू हो होइन। हामीले सर्ट कोर्स जति पनि यो डिप्लोमा ब्याचलरमा पढ्ने लेभलको कोर्सहरू चाहिँ हामीले सर्टमा अब किनभने विद्यार्थीहरूसँग इन्कम गर्नको लागि चाहिँ अब सर्ट पिरियडमा हामीले पढिसकेर अनि त्यस पछाडि कमाउन पाऊँ भन्ने त्यस्तो सोच हुन्छ। त्यो भनेको लागि ट्रेड कोर्स यिनीहरू भोकेसनल कोर्सहरू एकदमै बेस्ट छ। हामीले पनि सर्ट ड्युरेसन म्याक्सिमम् हाम्रो लङ जाने भनेको त्यही 45 डेज टु 2 मन्थसम्म जाने हो कुनै कुनै कोर्स, नभए 1 मन्थ टु 45 डेजको छ धेरैवटा कोर्सहरू। त्यो भयो भने तपाईँहरूले आफ्नो फ्युचर सेक्योर गर्नुहुन्छ। अहिलेको एउटा स्मल स्टेपले भोलि तपाईँको फ्युचरको जाइन्ट एउटा लिप हुनेछ। त्यही भएर चाहिँ तपाईँहरू आउनुहोस्, सिक्नुहोस्, एपेक्ससँग जोडिनुहोस्। सिप सिक्नुभयो भने चाहिँ अब तपाईँले जब खोज्ने होइन, जबले चाहिँ तपाईँलाई खोज्दै आउनेछ। त्यति बुझ्नुहोस्, सिप सिक्नुहोस्, स्वरोजगार हुनुहोस्। धन्यवाद। ओके, थ्याङ्क यू एभ्रिवान फर वाचिङ आवर टिकटक पोडकास्ट। सो हामी अर्को विक पनि न्यू टपिकमा पोडकास्ट लिएर आउने नै छु। सो थ्याङ्क यू अगेन।